हेलो नमस्कार वेलकम टू माई युट्युब च्यानल। आजको यस भिडियोमा हामीले कक्षा 10 को अस्मिता क्वेसन ब्याङ्कमा रहेका केही प्रश्नहरू सल्भ गर्न गएका छौँ। जुन चाहिँ पहिलो क्वेसन यस प्रकार रहेको छ 4.3x + 1 - 9 पावर x = 27। यो हाम्रो क्वेसन रहेको छ। अब यसलाई हामी सल्भ गर्छौँ। 4.3x + 1 - 9 पावर x = 27। यो हाम्रो क्वेसन रहेको छ। 4.3 को पावर x यसलाई हामीले ल अफ इन्डिसेसमा यसरी गरेर ब्रेक गर्न मिल्छ। यसलाई यो भनेको 3 को पावर x नि 3 को पावर x हो, 3 को पावर x हो। अनि यो 1 भनेको नि 3 को पावर 1 माइनस यो अब 9x जुन चाहिँ 9x छ। 9 भनेको 3 को स्क्वायर अनि होल पावर x। यो भनेको 3 को पावर 2x हामीले गर्न मिल्छ। 3 को पावर 2x = 27। अब हामीले यहाँ 3x लाई के मान्दिने x मान्दिने। लेट 3x = a। अब हाम्रो यो भयो 4a × 3 माइनस a यो 3x भनेको a पावर 2 स्क्वायर = 27। अब यहाँ 4 3 जा 12a माइनस a स्क्वायर = 27। अब यो माइनसलाई यहाँ भएको सबै टर्मलाई हामी उता लैजान्छौँ। यहाँ =0 हुन्छ। 0 = 27 प्लस a स्क्वायर माइनस a स्क्वायर उता गएपछि प्लस a स्क्वायर माइनस 12a। अब हामीले यसलाई फ्याक्टर फर्ममा एरेन्ज गर्छौँ। a स्क्वायर माइनस 12a प्लस 27 = 0। अब यो चाहिँ फ्याक्टराइज फर्ममा छ। यो मल्टिप्लाई गर्दा 27 आउने, जोड्दा फेरि 12 आउने। यो नम्बर हुन्छ 9 + 3 9 3 जा 27 9 + 3 12 a + 27 = 0। अब यसलाई हामी यसरी 9 × a 9a प्लस माइनस इन्टु प्लस माइनस 3 × a 3a प्लस 27 = 0। अब योबाट कमन लिन्छौँ हामी। a कमन आउँछ a - 9, अर्कोबाट -3 कमन आउँछ a - 9 = 0। अब यहाँबाट a - 9 कमन आयो a + 3 रिमेनिङ = 0। हिसाब गर्दाखेरि यो कुरा ध्यान दिनुहोस्। यहाँ a - 9 यहाँ जुन आउँछ नि यहाँ नि त्यही के हुन्छ त्यही सेम आउँछ है। यहाँ नि यहाँ जुन हो नि यहाँ नि त्यही सेम हुन्छ। ल अब यसपछि हामी गर्छौँ आइदर अरमा a - 9 = 0, अर्को a - 3 = 0। अब a = -9 उता गएपछि के भयो +9 माइनस उता गएपछि +3। अब हामीले सुरुमा यो a को भ्यालु के मान्थ्यो यहाँ 3x मानेको थियो। अब हामीले त्यो भ्यालुलाई यहाँ अब पुट गर्छौँ। नाउ a को भ्यालु 3 को पावर x = a अनि अर्कोमा यो थियो ओके। अब अर्कोमा नि यहाँ नि त्यही भ्यालु पुट गर्छौँ 3 को पावर x = a। यो हामीले भ्यालु मानेको थियो। अब हामी यहाँ a को भ्यालु यहाँ राख्छौँ 3x = 9। अब 3x = 9 भनेको 3 को पावर 2 बेस सेम भएपछि काटियो x = 2। यसरी नै अब 3x = a को भ्यालु कति आएको माथि 3 केही नभएपछि पावर 1 हुन्छ। 3 र 3 काट्यो x = 1 जुन हाम्रो एन्सर हो। यसै गरी हाम्रो दोस्रो प्रश्न रहेको छ 5 × 4 को पावर x + 1 माइनस 16 को पावर x = 64। ल यसको सल्युसन यता हेर्नुहोस्। 5.4x + 1 माइनस 16x = 64। अब यसमा चाहिँ 5.4 को पावर x × 4 को पावर 1 यो हामीले यिनीहरूलाई ल अफ इन्डिसेस युज गरेको माइनस यसरी अब 16 भनेको 4 को स्क्वायर अनि होल पावर x = 64। 5.4 को पावर x 4 को पावर 1 4 नै हुन्छ माइनस यो 4 को पावर र होल पावर मल्टिप्लाई भएर 2x भयो = 64। अब हामीले लेट 4 को पावर x = यसलाई a मान्दिने। अब 5 मल्टिप्लाई 4 को पावर x लाई a × 4 माइनस 4 को पावर x लाई a होल पावर 2
इक्वल टु 64 यो हुन्छ 5 4 जा 20 अनि a को a माइनस a स्क्वायर इक्वल टु 64 ल अब यहाँ भएको सबै टर्मलाई हामी उता लैजान्छौँ 0 इक्वल टु के हुन्छ अब यहाँ 64 प्लस a स्क्वायर माइनस 20a ओके ल यसलाई फ्याक्टराइज फर्ममा हामी एरेन्ज गर्छौँ a स्क्वायर माइनस 20a प्लस 64 इक्वल टु 0 यो के रहेको त्यसै गरी हामी अब मल्टिप्लाई गर्दा 64 आउने जोड्दा फेरि 20 आउने यस्तो दुईटा नम्बर हामी इमेजिन गर्छौँ जुन चाहिँ के हो 16 प्लस 4 a प्लस 64 16 प्लस 4 20 16 4 जा 64 यो हाम्रो नम्बर अब a स्क्वायर माइनस 16 इन्टु a 16a प्लस इन्टु माइनस इन्टु प्लस माइनस 4 इन्टु a 4a प्लस 64 इक्वल टु 0 यसै गरी अब यहाँ हामी यहाँ कमन लिन्छौँ यहाँ a माइनस 16 यानी अब माइनस कमन आउँछ माइनस 4 कमन आयो यानी यो र यो सेम हुन्छ a माइनस 16 इक्वल टु 0 यो र यो कमन आउँछ अब a माइनस 16 अब हाम्रो यहाँ a माइनस 4 इक्वल टु 0 यो अब यसको हामीले फ्याक्टरहरू पाइसकेको छ अब हामी यसलाई आइदर गर्छौँ ल सुरुमा a माइनस 16 इक्वल टु 0 a इक्वल टु 16 आयो अर्को a माइनस 4 इक्वल टु 0 a इक्वल टु 4 आयो अब यसरी अब हामीले सुरुमा यहाँ भ्यालु मानेको थियो 4 को पावर x इक्वल टु a अब त्यो भ्यालु हामी यहाँ पुट गर्छौँ नाउ भने a को ठाउँमा हामीले 4 को पावर x इक्वल टु 16 अर्को पालिमा 4 को पावर x इक्वल टु 4 4 को पावर x इक्वल टु 16 भयो 4 को पावर 2 16 भनेको 4 को पावर 2 हो 4 4 बेस सेम भएपछि काटियो पावर इक्वल भयो अब यानी 4 4 छ बेस सेम छ काटियो पावर किन भएपछि 1 हुन्छ x इक्वल टु 1 ओके यो हाम्रो एन्सर भयो